तपाईको परिचय भन्नु न। म नवराज उप्रेती। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। ओ दिदी, टोयलेट कहाँ छ? टोयलेट क्या भनेको? पिसा फेर्ने ठाउँ देखाउनु न भने। अरूको पनि हेर्दैन, आफ्नो पनि देखाउँदैन। यो चाहिँ हाम्रो दलले ल्याउँदा यो चटपट पानी खाना डोन्ट मिस हैन, लगाइ हाल्दिन म। पानी हाल्दिन न। ल है ल पाइदिनी पर्नीमा भन। ल मार्यौ 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 मलाई मार्यौ। तिमीले लाइसेन्स बनायौ? मलाई किन चाहियो लाइसेन्स? मलाई गाडी चलाउनै आउँदैन। मुख चलाउन त आउँछ नि, त्यसको बनाउ न। हेर्नुहोस्, केटा हो, केटीले काँच्यो भने ठोकिन्छ, सिम्पल कुरा है। म पनि हानिदिन्छु, तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ के। केटीले आफै राख्नु पर्यो। आफै राख्नु पर्यो अभियसली। अहिले तपाईँ पनि छोरी मान्छे हो, तपाईँले मौका दिनु भने म चौका हानिदिन्छु। हो, मान्नुहुन्छ नि त्यो कुरा? फिलायो नि होइन? एक दिन बसौ न कुरा गरेर। ल म रुम मिलाउँछु। गर्नु कुरा गर्न रुम मिलाउनु पर्छ। जन्सिना भनेको को? जन्सिना भनेको मै होला नि। फेसबुकमा लासरम हुँदैन। बिसामा पछि के फेल गरेर मान्छे मर्नु। बाँझो खेताली लगाउँछु भन्छ हालोले जोतेर। म बिहे गरेर गएपछि हजुरको टाउको यसरी कसले मिचिदिन्छ नि बाबा? मेरो खराब बानी छ, मेरो खराब। अब कहाँ जान्छन् राजा? अब राजा अहिले त घर जान्छन् होइन? अब राजा साहब तीनजना किन हुनुहुन्छ बाइकमा पहिला? मेरो मर्जी। अब राजा आएपछि त यस्तो नपाइएला नि त। राजा आएपछि नगरौँला नि त। यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। भाइको नाम चाहिँ के हो रे? हाम्रो पल्सर हो। यहाँको शुभ नाम? यहाँको लगन खेल। यहाँको परिचय दिनुहोस् न। नाम भन्नुहोस् त। नाम मेरो ससुराको शेरबहादुर, मेरो सासूको देउकाली, हजुरको आफ्नो? मेरो पुराको डिले। Which your favorite food? My name is Mary Biscuit. How old are you? I'm fine, thank you. प्रधानमन्त्री भन्ने थाहा पाउनुहुन्छ नि? त्यो फिल्म हेरेको छैन। मेरो श्रीमती चाहिँ उहाँको श्रीमानले लानु। मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने? जेसुकै गर्नुहोस्। छोरीको लागि गर्दन काटिदिन्छु म। काटिदिउँ हजुर, गाडी काटिदिउँ। तिम्रो लागि म जे पनि गर्छु भन्ने धेरै भेट्छौ, तर म साँच्चै गर्छु। तपाईँको बिहा भयो कि नै बहिनी? हजुर बिहा त भइसक्यो। श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान त मै हो, श्रीमती घरै छ। म चाहिँ सेफ बन्न चाहन्छु। अनि त्यो त बिहे गरेर के भन्छ? बिहान यसो एक शब्द के बोलेको उँधो मुन्टेको हो, त्यसलाई अहिले ज्वरो आयो अरे। जुठा भाँडा मजा हालिने यसै गरेर हेप्छन् र पो। अनि सरकारले दुईटा बिहा हार्ने दुःख पायो भनेर दुईटा बिहा हार्ने नियम ल्याउँदैछ। ए सत्यवती माता, उनी मेरी बहिनी बनी मेरी बहिनी, नत्र हजुरको बनाउन ला। जय होस्। होइन, म त मान्छे राम्रो, यो क्यामेरामा घिन लाग्ने पो ध्यान रहेछ के साथी हो यार। तेरि यस्तो नि कहीँ हुन्छ? तेरि यो क्यामेरा, यो मोबाइल ठिक छैन है। यो आकाश, यो धरती, तिमी र म। जुनिली, तिमीले पार्यौ? रेडियो र पत्रिकामा के फरक छ तपाईँलाई थाहा छ? रेडियोमा चटपटी खान मिल्दैन, पत्रिकामा चटपटी खान मिल्छ।